आज जाँदैछु म मेरो गाउँ, त्यही पनि म एक्लै, किनभने अब तिहार पनि नजिक आइसकेको छ। गाउँमा गएर भैलो सैलो खेल्नुपर्छ। गाउँमा जाने चाहिँ म चप्पल नै ल्याएर जान्छु गाइसहरू, किनभने हामी पनि गाउँले नै हो नि। अब चाहिँ बाटो लाग्नु पर्यो भनेर के बसतिर गएको थिएँ, बसको टायर नै पङ्चर भएछ। अब यस्तो तालले हुँदैन भनेर साथीको घर गएमा बस माग्नका लागि। साथीको घरको अगाडि चाहिँ जाम भएको रहेछ। ओ भाइ के भयो ओ भाइ के भयो भनेको त साला एक्सिडेन्ट भयो पो भन्छ। त्यसपछि साथीको बसलाई राम्रोसँग हेरेँ, साथीको बस त निकै नै फोहोर भइसकेको छ। ओ साथी के भयो? किन मेरो घरमा आएर भुकिरहेको? हेर न, मेरो बसको टायर नै पङ्चर भएको छ, त्यसैले तिम्रो बस माग्न आएको क्या। बस चाहिँ दिन्छु, तर मेरो बस फोहोर भएको छ, सफा गरिदिनु पर्छ है त। साथीको अनुमति पाइसकेपछि म बसमा गएर बसिसकेँ है त। अब त्यसपछि बसलाई स्टार्ट गरेर यहाँबाट तुरुन्तै बस निकालिहालेँ। हाम्रै बस चलाउनु जस्तो मजा चाहिँ यो साथीको बस चलाउनु आएको थिएन। पुलबाट चाहिँ वारिपारिको डाँडा काँडा दामी देखिने रहेछ, त्यसैले म तपाईँलाई यताको भ्यू देखाउँदैछु, राम्रोसँग हेर्नु है त। उकाली ओह्राली भन्ज्याङ र चौतारी भन्ने गीत सुन्दै म चाहिँ आफ्नो गाउँतिर लागिसकेको थिएँ। यतातिर चाहिँ छिटो छिटो मौसम परिवर्तन हुनाले पानी पनि आइसकेको थियो, तर केही बेरमा चाहिँ घाम भएर म हाम्रो बसको दुईवटै ढोका खोलेर आनन्दसँग चलाउँदै थिएँ। बस चलाउनु चाहिँ मलाई 20 वर्षदेखिको अनुभव छ, त्यसैले म 360को स्पिडमा भगाइरहेको छु। यताको सहरको भ्यूहरू हेर्दै म चाहिँ हाम्रो बसलाई निरन्तर दुगुराइरहेको थिएँ। एक्लै यात्रा गर्नु पनि खासै मजा चाहिँ आउने रहेछ भन्दै सोच्दै हिँडिरहेको थिएँ। केही बेरमै साथीको होटलमा आइसकेँ। यसो साथीको होटलमा गएर केही चिया नास्ता खानु पर्यो भनेर हिँडेको। यतातिर चाहिँ साथी नै रहन्छ। अर्को होटलतिर मान्छे छ कि हेरेको, यता पनि मान्छे रहेनछ। अब मान्छे नभएपछि फ्रीको माल गोजीतिर हाल भनेर दुईवटा बोतल गोजीमा हाल्दै यहाँबाट पनि ताप कस्यो। मान्छेले देख्छ भनेर त्यसपछि मान्छेले देख्छ भनेर बस चाहिँ गोली उडाइरहेको थिएँ। यदि तपाईँ पनि यो बसको गेम खेल्न चाहनुहुन्छ भने मैले तल दिएको लिङ्कमा गएर पनि डाउनलोड गरेर खेल्न सक्नुहुन्छ है। 2-3 घन्टाको बाटो हिँडिसकेपछि चाहिँ म अहिले आएँ पार्कनिर। बस रोकेर फोटासोटा हान्नु पर्यो भनेर यसो झरियो पार्कतिर। पानी पनि परिरहेको थियो। केही पर गएर मैले 2-4वटा फोटा पनि हानिसकेँ। त्यसपछि क्यामेरा एङ्गलबाट विभिन्न किसिमका फोटाहरू खिच्दै थिएँ, रमाइलो पनि गर्दै थिएँ। केही बेरमै मलाई मुतले च्यापेकोले म चाहिँ झाडीतिर गएँ यसो पिसाब गर्नका लागि। आनन्दसँग पिसाब पनि गर्दै थिएँ। त्यसपछि चाहिँ म त्यहाँबाट भागिसकेपछि बस स्टार्ट गरेर लाग्यो आफ्नै गाउँतिर। आनन्दसँग हाम्रो बसलाई चलाइरहेको थिएँ। केही बेरमा त गाडीले ओभरटेक गर्न पो थाल्छ। त्यसपछि हेर्नुहोस्, मेरो साना ओभरटेक पनि धेरै गरिस् भनेर बसलाई मजासँग कुदाउँदा अब गाउँ जाने भित्री रोड आइसक्यो। त्यसपछि म भित्री रोडमा घुसिसकेपछि त्यहाँ ठुलो नै पानी पर्छ। पानी पर्दा एकैछिनपछि घाम पो लाग्न थाल्छ। अब यसो घाम भएको कारणले यसो पुलतिर गएर आम फाल्नु पर्यो खोलामा भनेर आम पनि फालियो। ननुहाएका 2-3 महिना पनि भएको थियो। मजासँग आज पौडी सौडी खेल्दै नुहाइयो, बहुत मजा आइसकेको थियो। फेरि म बस स्टार्ट गरेर अब त्यहाँबाट पनि लागियो, किनभने हामीलाई भैलो सैलो पनि खेल्नु छ गाउँमा गएर। गाउँमा जाँदाखेरि चाहिँ एउटा फुच्चेले मसँग न्यु खोज्यो। त्यसपछि म त्यसलाई बनाएर फेरि म बस लिएर आफ्नो गाउँतर्फै लागेँ। गाउँ गएर हेर्दा त सबै गाउँको मान्छेहरू नै छैन, सबै घरहरू बन्द छन्। ओ दाइ को हुनुहुन्छ होला? हेलो गाउँमा चाहिँ कोही पनि रहेनछन्। हेलो, घरमा को हुनुहुन्छ? होइन, आज यो गाउँका मान्छेहरू कहाँ गएछन्? पर गएर एउटा अङ्कलसँग भेट भयो। अङ्कलसँग सोधेको त ए भाइ, गाउँका मान्छेहरू सबै भैलो खेल्न गएछन् के? तिमीलाई थाहा छैन? त्यसपछि चाहिँ म यहाँबाट गाउँमा यसो भैलो सैलो हेर्नका लागि जान्छु। साथीहरू, तपाईँले यो ब्लग कस्तो लाग्यो? यदि राम्रो लागेमा लाइक, कमेन्ट र सब्सक्राइब पनि गर्न नभुल्नुहोला। अब चाहिँ हामी अर्को ब्लगमा भेट्नेछौँ। आजको लागि चाहिँ बाई बाई।